कसले पो बुझ्छ र हो दिलको भाषा यो। तपाईको दिलको भाषा बुझ्ने एक मात्र कलर्सफुल न्यूज नेटवर्क। नमस्कार। सामाजिक सञ्जाल फेसबुक, युट्युब च्यानल र टिकटक एकाउन्टबाट प्रसारण भइरहेको समाचारमूलक प्रस्तुति कलर्सफुल संक्षिप्त खबरमा परशुरामी यादवको तपाईँलाई हार्दिक स्वागत छ। संक्षिप्त खबरमा अब खबरको सिलसिला। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले देशका कुनै भूभागमा सञ्चार सेवा अवरुद्ध भएमा वा त्यस सम्बन्धी कुनै आकस्मिक सूचना प्रवाह गर्न आवश्यक परेमा सम्पर्क गर्न अनुरोध गरेको छ। मन्त्रालयले आज विज्ञप्ति जारी गरी देशका अधिकांश भूभागमा अविरल भारी वर्षाका कारण दैनिक जनजीवन प्रभावित भइरहेको जनाउँदै नेपाल विभिन्न सेवा प्रदायक संस्था र मन्त्रालयलाई सम्पर्क गर्न अनुरोध गरेको हो। त्यसका लागि दूरसञ्चार कम्पनीको 1498, एनसेलको 9005, नेपाल दूरसञ्चार प्राधिकरणको 98510, 87432 र 98413 76203 तथा मन्त्रालयको 98490 53663 र 98415 नम्बरमा सम्पर्क गर्न अनुरोध गरेको छ। सरकारले भोलि आइतबार र पर्सि सोमबार सार्वजनिक बिदा दिएको छ। देशभर आएको अविरल वर्षासँगैको प्रतिकूल अवस्थालाई मध्यनजर गर्दै थप 2 दिन बिदा दिने निर्णय भएको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ। सरकारी कार्यालयहरू भोलिदेखि खुल्ने तय भएको थियो, तर राजमार्गहरूमा खसेको पहिरो र मौसम पूर्वानुमान महाशाखाले जारी गरेको अलर्टलाई ध्यानमा राख्दै बिदा दिने निर्णय भएको हो। त्यस्तै गृह मन्त्रालयमा देशभरका सिडिओहरूसँग सुरक्षाबारे छलफल भएको छ। त्यस्तै उच्च जोखिमयुक्त बस्तीमा सुरक्षा संयन्त्रहरू परिचालन गर्ने निर्णय पनि भएको छ। नेपाली सेनाको टोली पनि आकस्मिक उद्धारका लागि तयारी अवस्थामा राख्ने निर्णय भइरहेको पनि गृह मन्त्रालयले जनाएको छ। बुध एयरले मौसममा आएको प्रतिकूल अवस्थाका कारण सबै उडानहरू रद्द गरेको जनाएको छ। बुध एयरले आज एक सूचना जारी गर्दै आजका सबै उडान रद्द गरेको जानकारी गराएको हो। बुध एयरले उडान रिसेड्युल तथा रिफन्डका लागि आफ्ना ट्राभल एजेन्सी पोर्टल वा हाम्रो कल सेन्टरमा सम्पर्क गर्न पनि अनुरोध गरेको छ। अविरल वर्षाका कारण देशैभरिको जनजीवन प्रभावित भइरहेको छ। देशका मुख्यतया राजमार्गहरू समेत अवरुद्ध भएका छन्। देशका विभिन्न स्थानमा मनसुनी वर्षा भइरहेको छ। विशेष गरी तराईका जिल्लाहरूमा उच्च भारी वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार पछिल्लो 24 घण्टामा रौतहटको महेशपुरमा सबैभन्दा बढी 333 मिलिमिटर वर्षा भइसकेको छ। त्यस्तै मकवानपुर, काभ्रेपलाञ्चोक लगायतका जिल्लामा पनि अति भारी वर्षा भएको छ। काठमाडौँ उपत्यका सहितका विभिन्न जिल्लामा 50 मिलिमिटर भन्दा बढी वर्षा भएको छ। यता सप्तरीको राजविराजमा मोटरसाइकल दुर्घटनामा परि 2 जनाको ज्यान गएको छ। हुलाकी सडक खण्ड अन्तर्गत जिल्लाको खडग नगरपालिका 11 बनौलीमा 2 मोटरसाइकल एक आपसमा ठक्कर खाँदा दुर्घटना हुँदा दुवै मोटरसाइकल चालकको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बर बहादुर पुरीका अनुसार बोदे बसाइनबाट राजविराजतर्फ आउँदै गरेका मोटरसाइकल दुर्घटनामा परेका हुन्। दुर्घटनामा मध्य प्रदेश 201 003 प 69 32 नम्बरको मोटरसाइकल चालक खड्का नगरपालिका
10 बेलाहाका 28 वर्षीय चिन्तामणि चौधरी र मध्य प्रदेश 010005 प 68 नम्बरको मोटरसाइकलका चालक सुरुङ्गा नगरपालिका 7 बस्ने 27 वर्षीय शोभिन चौधरीको मृत्यु भएको उहाँले जानकारी दिनुभयो। नेपालको तराईमा अति भारी वर्षा भएको छ। बारा, पर्सा र रौतहट जिल्लाका वर्षा मापन केन्द्रहरूमा अति भारी वर्षा मापन भएको छ। हालसम्म 10 वटा केन्द्रले खतराको तह पार गरेको छ। बागमती, मधेस र कोशी प्रदेशका थुप्रै केन्द्रहरू खतरा तह नजिक पुगेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ। फेरि अर्को मनसुनी प्रणाली सक्रिय हुने सम्भावना रहेकाले आज रातिदेखि थप वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाका कारण गए रातिदेखि काठमाडौँ उपत्यका सहित देशैभर लगातार मुसलधारे वर्षा भइरहेको छ। अहिले मुख्य गरी मध्य प्रदेशमा अत्याधिक वर्षा भइरहेको छ। मध्य प्रदेशका पर्सा, सर्लाही, रौतहट, धनुषा, महोत्तरीमा धेरै पानी परेको छ। पाँचथरमा जीव दुर्घटना हुँदा 6 जनाको ज्यान गएको छ भने 6 जना गम्भीर घाइते भएका छन्। कुम्मायक गाउँपालिका वडा नम्बर 3 कात्तिकेमा आज बिहान पौने 11 बजेतिर दुर्घटना हुँदा 6 जनाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जानकारी दिएको छ। उनीहरूको पहिचान भने खुलेको छैन। गम्भीर घाइते 6 जनालाई उपचारका लागि धरान लगिएको छ। अवस्था अहिलेलाई खबर अपडेटमा खबरहरू सकिएका छन्। कलर्सफुल संक्षिप्त खबरमा खबरको सिलसिला यही सकिन्छ। अर्को खबर बुलेटिनमा पुनः आउनेछौँ। सामाजिक सञ्जाल फेसबुक, युट्युब च्यानल र टिकटक एकाउन्टबाट हामीलाई सुन्दै रहनुहोला। ताजा, सन्तुलित र ध्रुव सत्य खबरको हाम्रो अभियान जारी छ। खबर युनिटलाई आज्ञा दिनुहोस्। नमस्कार।